केही नजानेले पनि कम्मर हल्लाएको छ। यत्रो मोटो कम्मर। सेतो किरिमले पैसा दिन्छ भन्दैमा त्यस्तो गर्ने हो। किरिमले अनि तँ चाहिँ के हो नि तँ? छोटा लुगा लाएर भ्युज कमाउनेलाई। तँ पनि कन्टेन्टै हो। यसरी गाली नगर्नुस् न सेक्सी बुढा। फेसबुकमा पनि नाना थरीको कन्टेन्ट निक्लिन थालो। आफ्नै बुढाको पैसा चोर्ने अनि भने फेसबुकबाट पहिलो सेलेरी आयो, दोस्रो सेलेरी आयो भन्दै देखाउने। भिडियो गर्नै नसक्नेलाई पनि चम्किने बनाउने। के बोले भाइ? के हो यस्तो? फेसबुकले पैसा दिन्छ? ए तिमीहरूलाई पो दिँदो रहेछ। मान्छे हेरी हेरी दिँदो रहेछ। तिमीहरूको अनुहारै त्यति राम्रो छ अझै विश्वमा कहीँ नभएको, त्यही भएर पैसा दिँदो रहेछ। फास्ट पेमेन्ट आयो। जसलाई पनि त्यही भनेको छ। फेसबुकले अनुहार हेरेर पैसा दिँदो रहेछ। त्यसो भए हामी जस्तो अनुहार भएकालाई त दिँदैन रहेछ त। केही नजानेले पनि कम्मर हल्लाएको छ। यत्रो मोटो कम्मर। सेतो किरिमले पैसा दिन्छ भन्दैमा त्यस्तो गर्ने हो। किरिमले कति दिन रौनी हो। अनि तँ चाहिँ के हो? तँ चाहिँ छोटा लुगा लाएर भ्युज कमाउनेहरू। तँ पनि कन्टेन्टै हो। यसरी गाली नगर्नुस् न सेक्सी बुढा। फेसबुकले के झोटा लुगा लाउनेलाई मात्रै पैसा दिँदो रहेछ? फेसबुकले पैसा दियो। फेसबुकले पैसा दिँदैन, फेसबुकले पैसा लिन्छ। होइन, भर्खरका केटाकेटीहरू त चम्के चम्के टाइम पास गर्न, अनि यी बुढीहरू चाउरी परेकाहरू चाहिँ किन? त्यत्रो पैसाको लोभ। फेसबुकले त्यत्रो पैसा दिँदो रहेछ। काम दाम छोडेर फेसबुक 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 जब खोलो तब आउँछ, जब खोलो तब आउँछ। बुढीहरू पनि मस्केको आउँछ। होइन, इन्जोय गर्न पाएँ भन्दैमा देखाइ इन्जोय गर्ने सबैलाई फेसबुकमा। अनि फेसबुकमा मान्छेहरू के भन्छन् देखाउँदा त भन्छन् त। अनि तिमीहरूको भिडियो हेरेर नमस्ते गर्छन्। राम 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 राम। के बोलेर मरेको यो? कहीँ नभएको।